दर्शन नमस्कार भन्न चाहन्छु। फेरि पनि मैले प्रचण्डका पार्टीका समर्थकहरूको लागि एउटा भिडियो लिएर आएको छु है। स्पेसली कस्तो लाग्छ भिडियोहरू तपाईँले म देखाउन चाहन्छु, ल हेर्नुहोस्। माओवादीको हँसिया हतौडा बोकेर हिँडेको मान्छे हो। हजुर 2055 सालमा नेकपा माओवादीको जनमुक्ति सेनाको सेना भएर हिँडेको मान्छे हो। गोली खाएर अपाङ्ग भएर पनि हिँडेको मान्छे हो। अझ पनि मेरो शरीरभित्र 7-7वटा छर्रा छ हैन। तर पनि त्यो पार्टीमा म लागे देश र जनताको निम्ति भनेर लाग्दा मेरो दाढी जुङ्गा आएको थिएन। म पलिलो युवा 17 वर्षको उमेरमा थिएँ तर त्यो पार्टीमा लागे। तर अहिले आएर म 46 वर्षको भइसके त्यही पार्टीमा थिएँ। हजुर तर आउँदा पनि देशले के पाए त? म भोट नदिनुभन्दा अगाडि पनि सानो छन्ती पनि मैले सुन्थे कि रोडको विकास अरे। खोइ त रोड अहिलेसम्म जहाँ पनि अझ रोड उस्तै छ। देशमा बेरोजगारी भयो, बेरोजगारीहरूलाई रोजगार दिने भनेको खोइ त रोजगार। हजुर तर यो माओवादी पार्टी भन्यो भने ढाँटी खाने पार्टी रहेछ। 17,000 जनता नेपाली आमाका छोराहरूलाई मरायो। तर यो पनि यो पार्टी भन्यो भने नेपाली जनताहरूलाई घात गर्ने पार्टी रहेछ भन्ने मैले बुझेँ। त्यही भएर अहिले म राष्ट्रसभामा चाहिँ किन लाग्नुभयो त तपाईँ? राष्ट्रसभामा अहिले राष्ट्रसभामा लाग्नको कारण धेरै छ। किन लाग्नुभयो? अहिले नयाँ इन्जिनियर त्यसमा छन्, पत्रकार त्यसमा छन्, बुद्धिजीवी त्यसमा छन्, डाक्टर त्यसमा छन्। ती भनेका सबै जेनजी ग्रुपका युवा नेताहरू छन्। ती युवाहरूले अवश्य नै देश बनाउँछन्। पुरानाबाट काम लाग्यो, पुरानाहरूले गर्न सक्दैन। मै 46 वर्ष भयो, मेरो दिमागले काम गर्न छोडिसक्यो। अब गर्ने भनेको 25 देखि 45 वर्षको भित्रको मान्छेले देश बनाउन सक्छ, त्योभन्दा माथि उसले गर्न सक्दैन। मेरो भनिरहेका छन् त अब हामीले जे गर्यौं हामी यसलाई छोडेर अब हामी नयाँ भएर आएका छौँ, हामी नयाँ तरिकाले गर्छौँ, देश बनाउँछौँ, अबका जिन्जीहरूलाई 10 GB डाटा दिन्छौँ, महिलाहरूलाई 10 GB डाटा पनि दिइहाल्यो, पानी जहाज पनि आइहाल्यो, रेल पनि पूर्व पश्चिम आइहाल्यो, घर घरमा ग्यासका पाइपहरू पनि आइहाल्यो। यी त सबै हो यिनीहरूको कमाइ खाने भाँडो हो के? यी पुराना नेताहरूको यो कमाइ खाने भाँडो। 10 GB डाटाले के गर्ने? 10 GB डाटाले त खान पुग्ने हो र? विदेश जानेहरूलाई 25,000 पनि त दिने भनिरहेको छ त। फेरि अबको नयाँ सरकारले विदेश गएर अर्काको गुलामी गरेर अर्काको भाँडा मान्ने कि? हामीले यो देशमै रोजगार चाहिने। हामीलाई यहाँ चाहियो, हामीलाई शिक्षा चाहियो, रोजगार चाहियो, हामीलाई स्वास्थ्य चाहियो, शिक्षा फ्री होस् न। नेपाली जनताले शिक्षा फ्री पायो। खोइ बोर्डिङको स्कुलको गाडी यहाँ सामान्य आयो। यो गाडीमा हामीले बच्चाहरूलाई किन पठाउँछौँ? सरकारी स्कुलमा निशुल्क हुन्थ्यो भने हामीले यसमा पढाउनु पर्ने आवश्यक थिएन नि। सरकारी स्कुलमा पनि पढायो अनि अन्तिममा फिस यति उति 500 फिस त्यहाँ सरकारी स्कुलमा आउँछ भने बरु 1000 रुपियाँ फिस आउला बोर्डिङ स्कुलमा हाल्छौँ हामी। गिट्टी बालुवा चालेर भए पनि, अर्का भाँडा माझेर भए पनि आफ्नो बच्चा पढाउनको लागि अरू स्कुलमा हामी बोर्डिङ स्कुलमा हाल्छौँ। सरकारी स्कुलमा हामीले फ्रीमा बच्चाहरू पढाउन पाउनु पर्यो। अनि तपाईँको स्वास्थ्यमा हामी चेक गराउन जान्छौँ। चेक गराउन जाँदाखेरि डाक्टरले चेक गर्छ, दबाईको यत्रो फाइल बनाइदिन्छ होइन। फाइल बनाइसकेपछि अनि दबाई दिन्छ। त्यो दबाई हामी त्यहाँ पाउँदैनौँ, त्यो दबाई किन्नुपर्छ बाहिर। अनि त्यो सरकारी हस्पिटल भनेको के हो त? त्यसले सबै दिनु पर्यो नि त, व्यवस्था दिनु पर्यो नि त, सेवा सुविधा दिनु पर्यो नि। दिएका छौँ भनिरहेका छन् त। हेर्नुहोस् खोइ त दिएको मैसँग छ। जानेले 25,000 पनि पैसा दिइरहेका छन्। तपाईँले छोरीहरूलाई पनि रहरले पठाएको भनिरहेका छन् त फेरि विदेश। खोइ त यहाँ रोजगार दिउँ त। मेरै छोरो भयो यहीँ जी गाउँ क्षेत्र नम्बर बाँके क्षेत्र नम्बर 3 बैजनाथ गाउँपालिका प्रभात माविमा पढेर मेरो छोरो पनि 12 क्लास पास गरेर भेटनरी डक्टरी पास गरेर पनि अहिले मेरो छोरो बेरोजगार छ। इन्डियामा गोवामा गएर 5 महिना भाँडा माझेर आएको छ। मेरो छोरोले खोइ त चाकरी पाए? तपाईँले दुःख गरेर पढाएको त्यतिकै खेर गयो। मेरो छोरोले भाँडा माझेर आएको छ अस्ति यहाँ भोट दिनको लागि। यही जीगाउँ प्रभात माविमा पढेर 12 क्लास पास भएर अन्तिममा भेटनरी पढेर तारातालमा भेटनरीमा पास गरेर पनि आएर अहिले केही पनि रोजगार नपाएर अन्तिम बाध्य भएर भाँडा मान्न गएको छ। मेरो छोरो भाँडा माझेर अहिले आएछ, यहाँ भोट दिन आएछ। बाबु अब घन्टीलाई दिनुपर्ने मैले भनिसकेपछि ऊ आफै आएछ। भनेपछि किन यत्रो पुरानोसँग वितृष्णा तपाईँलाई? किन यत्रो तपाईँ एउटा सुरक्षा पहिला माओवादीको लडाकु पनि हुनुहुन्छ,
तपाईँले किन केही पाउनु भएन यत्रो 46-47 वर्ष मैले पाउने होइन क्या, मैले पाउने होइन, सिङ्गो देशले पाउने, मेरो छोराहरूले पाउने, मेरो नातिहरूले पाउने हो क्या। अब म त बुढो भइसकेँ नि, मलाई घर चाहिएको होइन, मलाई खाना चाहिएको होइन, मलाई चाहिएको देशमा रोजगार चाहियो, मलाई शिक्षा चाहियो, मलाई स्वास्थ्य चाहियो के। नेपाली जनताले घाँस बास कपास मागेका छन् कपासको ग्यारेन्टी हुनु पर्यो के। भनेपछि यो पुरानोबाट काम छैन अब। पुरानोबाट काम छैन। अब जे गर्छ 5 वर्ष बालेन सरकार हेर्ने हो। बालेन सरकारले पनि उही पुराना नेताहरूका जस्तो गर्यो भने बालेन सरकारले पनि गो आउट गर्ने हो फेरि। मेरो यो पनि हो फेरि। हस् धन्यवाद। ल त गाइजहरू भिडियो हेरिसक्नु भयो होला होइन, कस्तो लाग्यो भिडियो चाहिँ होइन, तपाईँको मनमा लागेका इच्छाहरू होइन टक्क कमेन्ट बक्समा आएर लेख्नु होला भन्न चाहन्छु है।